भिडियो मन परे प्लिज साथीहरु भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गरी अल नोटिफिकेसन अन गरिदिनु होला। नपाउने चीजमा आँसु झार्नु हुँदैन, पाउने चीजमा समय सार्नु हुँदैन। जे गर्छ भाग्य र समयले गर्छ, मान्छे भएर हिम्मत हार्नु हुँदैन। साथी हो, तिम्रो खुट्टामा जुत्ता छैन भने दुखी नहोस्, किनकि यो दुनियाँमा खुट्टा नहुने पनि धेरै छन्। प्राय मानिसहरू यो भ्रममा बाँचिरहेका हुन्छन् कि सफलता सङ्घर्षमा होइन भाग्यमा अडेको हुन्छ। सफल हुनका लागि असफल हुने डर भन्दा सफल हुन तिम्रो चाहना ज्यादा हुनुपर्दछ। सफलताको अर्थ यो होइन कि तपाईँ हार्नुभयो, यसको मतलब यो हो कि जित अझै भइसकेको छैन। आफ्नो समय बर्बाद गर्ने मानिस नै सबैभन्दा पहिला समय कमी भएको गुनासो गर्छ। नाना मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ त्यो पाउन सक्छ। मूर्खसँग पुस्तक बोकेर हिँड्नुभन्दा विद्वानसँग भारे बोकेर हिँड्नु उत्तम हुन्छ। साथी हो, अरूले आफ्ना बारेमा के सोच्छन् त्यो महत्त्वपूर्ण होइन, आफूले आफ्ना बारेमा के सोचिन्छ त्यो महत्त्वपूर्ण हो। आफ्नो लागि नभए नि त्यस्तोको लागि सफल बन जो तिमीलाई असफल देख्न चाहन्छन्। जीवनको अँध्यारोलाई हटाएर जसले प्रकाश दिन सक्छ त्यो नै गुरु हो। जसको प्रकाश पाएपछि मान्छेको जीवनमा दुःखको बादल हट्छ र आनन्दको बरसात हुन्छ। 1000 मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न तपाईँ कहीँ पुग्नुहुन्न। साथी हो, तिमी नुन जस्तै बन्ने प्रयत्न गर, जुन खानामा अवश्य हुन्छ र देखिँदैन, तर यदि ऊ छैन भने उसको कमीले निकै खल्लो लाग्ने गर्दछ। विफलताको बेला नै सफलताको बिउ रोप्ने सबैभन्दा राम्रो समय हो। हामीले मन्दिरमा पैसा चढाउनेमा कहिले धर्म हुँदैन। धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरेका बोका पेटहरूलाई चढाउँदा मिल्छ। कसैले ईश्वरसँग सोध्यो, मान्छेमा तपाईँको सबैभन्दा नजिक को हो भनेर, अनि भगवानले भन्नुभयो त्यो व्यक्ति हो जो बदला दिन ताकत छ तर पनि पीडा भुलेर हाँसी हाँसी माफ गरिदिन्छ भनेर। तिम्रो भाग्यमा लेखेको कुरा तिमीबाट कसैले खोज्न सक्दैन र यदि तिमीलाई भगवानमा विश्वास छ भने तिमी त्यो पनि पाउनेछौ जो कहिले तिम्रो हुन सक्दैन। तिमी जति नै राम्रो काम गर, जति नै राम्रो बन, इमान्दार बन, तर दुनियाँले मात्र तिम्रो एक गल्तीको पर्खाइमा बस्ने गर्छन्। त्यसैले म भन्छु कि साथी हो, दुनियाँको कुराले मन दुखाउन छोडिदेऊ। धनी यति बनोस् कि दुनियाँको हरेक मूल्यवान चिज तपाईँले किन्न सक्नुहुन्छ। मूल्यवान यति बनोस् कि दुनियाँको धनीभन्दा धनीले पनि तपाईँले किन्न नसक्नुहोस्। मानिसलाई फुल जस्तो होइन पत्थर जस्तो बनाऊ, किनकि जहाँ फुल छोडेर पत्थरलाई पूजा गर्ने चलन छ। साथी हो, भिडियोको अन्त्यमा यति नै भन्छु। साथी हो, भिडियो मन परे भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरी